हाई एभ्रिवान, नमस्ते। आज राष्ट्रिय भक्क दिवस, सबैलाई भक्क दिवसको शुभकामना। माइक संरक्षीको वरिपरि तयार हुनुहुन्छ। तपाईँहरू पनि भक्का खानु होला। काठमाडौँ अनि मित्रहरूको लागि नयाँ पानी सरको भक्का हाउस, तराईमा हुने साथीहरूको लागि तराईको चोकचोकमा। अब गुड डे। यो बिसो र भक्का पाएको नि खाने हो। नभए त्यही लगाइदिँदा भयो, तर खाइहाल्नु भयो, नभए तताएर हाल्नु। हजुर भरे खाना आउनु नि। आउँदिन भात खाएर नखाइ आउनु नि। कस्तो भोक लाग्छ हौ। यो बान्नु गानी छ नि, उहाँको भाइ चाहिँ खाएछ अरे। कस्तो भनेर खायो लाग्दोमा त पोहोरको साल चाहिँ, यसपालि त आज हो। पचास रुपियाँ गोटाले 6वटालाई 300। अब आउँदैछ त 14 1 गतेतिर होइन, 29 गते मनाउँछ होला। तर किनेर खानुपर्ने। हाम्रो राजनसित त भक्का किनेर खानु पर्दैन नि। भिडियो हेरेर पक्कै पनि सबै साथीहरूले इन्जोय गर्यो सक्नुभयो होला। यहाँसम्म आइदिनु हो, च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। हस् त, धन्यवाद। जय होस्। होइन, फ्री हो त्यहाँ चाहिँ। घर लाँदा चाहिँ मात्रै हो किनेर। त्यहीँ खाने भए चाहिँ त्यहीँ खानेलाई चाहिँ फ्री हो र। त्यो त वडाले नगरपालिकाले गरेको हो नि त। त्यो चाहिँ अब कहाँकोले गरेको हो त्यो काम गर्नेलाई कोनीलाई चाहिँ दिनु पर्यो भन्ने। एकै लाखको बजेट भयो। त्यो त स्थानीय बजेटबाटै छुटाउने हो। नगरपालिकाले दिने होला, वडाले त होइन।